हेलो, नमस्कार सबैजना सन्चै हुनुहुन्छ होला? मैले चाहिँ आज धेरै दिनपछि भ्लग बनाएको। सबैले हेरिदिनु होला ल साथीहरू। लास्टसम्म हेरिदिनु होला। म चाहिँ हाम्रो रोपाइँमा आउनुभएको थियो दिदी परिमा। उहाँको रोप्न जान लाग्छु साथीहरू। अनि यो चाहिँ हामीले रोपेको है हाम्रो खेत हो। अनि यो बनिरहेको खेत चाहिँ हाम्रो घरमा आउनुभएको थियो दिदी परिमा। उहाँको बन्दैछ है साथीहरू। यहाँ आन्टी चाहिँ भैँसी चराउँदै हुनुहुन्थ्यो, मैले भिडियो बनाइदिएको। अनि यो खेत चाहिँ रोप्नको लागि रेडीमा छ। अनि उहाँ चाहिँ परिमा आउनुभएको दिदी हुनुहुन्छ। उहाँको खेत रोप्न लाग्छौँ हामीहरू। अनि बिहानभरि आएर मैले यत्रो बिउ उकाइदिएको छु। दिदी म अनि दाइ मिलेर उकायौँ। अब चाहिँ हामी रोप्न लागेको छौँ। 3टा खेत चाहिँ बनिसकेको छ साथीहरू। अहिले चाहिँ हामीले यति नै रोप्छौँ होला। यो चाहिँ बिउ बिहानभरि उकाएको मैले बोकेर यसरी खेतभरि फालिदिन्छु। अनि त्यसपछि हामी रोप्छौँ। उहाँहरूको खेत बनेको चाहिँ आधा अहिले रोप्छौँ होला, आधा भोलि बिहान रोप्छौँ। यसरी ट्र्याक्टरले खेत बनाउनु भएको छ दाइले। अनि यसरी हामी चाहिँ बिउ ल्याउँदै खेतभरि फाल्दै गरेको छौँ। दिदी हुनुहुन्छ। अनि मैले चाहिँ यसरी मैले नि बिउ बोकेको छु साथीहरू। मैले बाई बाई भनेर लाग्दा आन्टीले चाहिँ मेरो नि बनाइदेऊ भन्नुभएको। बाई बाई।